रंगुल्ला छ गुफा दाटा भएर निस्केछ कालो नि खतरा छ तान्दिम पानीको गुदन चनेको कोन हेलो गाइस नमस्ते वेलकम छ सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि मैले चाहिँ आज धेरै पछि भ्लग बनाउँदै छु अनि आज चाहिँ हामी किन भ्लग बनाउँदै छु भन्दा आज चाहिँ हामी ठोटनेरी जाँदै छौं यत्रो सुन्ता माइलीलाई स्वागत छ मेरो भ्लगमा धन्यवाद म तपाईहरुको मेरो नाम हो सुस्मिता मलाई फलो गर्नु होला मेरो टिकटक आइडी चाहिँ माइली 21 छ सुस्मिता हानी पनि आउँछ अनि युट्युब नि युट्युब त पो नबना यो चाहिँ हाम्रो कोसेली मैले चाहिँ घरैबाट भिडियो बनाउने सोच गरेथे तर के गर्दै मेसै मिलेन त्यही भएर हामी चाहिँ माथि चौतारामा आइसक्यौं देउरालीको चौतारामा आइसक्यौं त्यही भएर बल्ल यहाँ बनाएको यहाँ चाहिँ चापो फुलेर राम्रो भएको छ सुन्तला एटुको ल्याउने ला सकिस अहिले चाहिँ हामी हिँडिसक्यौं माइलीले ढुङ्गा चढाउँदैछ नयाँ बाटोमा भारी बोकिरहेको हुनु यहाँ चाहिँ अहिले नयाँ बाटो बनाइरहेछ पहिला यसो अप्ठ्यारो इतुकी बाटो छ नयाँ बाटो हिँड्नु पाइयो अझै यता न तपाईलाई नयाँ बाटो हिँड्दा कस्तो अनुभव मलाई एकदमै रंगुल्ला छ यो बाटो नहिँडेकोले देख्न सक्नुहुन्छ बाटो यस्तो छ आउनु होला भ्रमणको लागि आउनु होला लैल चाहिँ सेनु देउराली आइपुग्यौँ यो हो सेनु देउराली यताबाट यता गयो भने तारी पुगिन्छ यता पुग्यो भने यता गयो भने ठोटनेरी पुगिन्छ अनि हाम्रो यात्रा चाहिँ यता हो हामी हाम्रो यात्रा जारी राख्छौँ नि अहिले चाहिँ हामी ढलुवाको चौतारामा आइपुग्नु लाग्यौँ यहाँबाट चाहिँ हिमालको राम्रो दृश्य देखिने रहेछ हिमालको चिसो हावा आएर गाला खाली भिडियो बनाउँदा यसले मात्रै ढुक्क बन्छ यहाँ के म चाहिँ रित्तै हिँडेछु मैले नि बोकेको छु यहाँ टोपियन चाहिँ ढरुवाको चौतारामा आइपुग्यौँ हामी यो हो ढरुवाको चौतारा दाउरा सुकेर रहेछ वेल चाहिँ बन्यो अरे दाउरा सुकेको मात्रै हेर्छ कहिले आउँछस् अब भन् अब हामी यो ओह्रालो लाग्ने हो एकछिन थकाइ मारेर अहिले चाहिँ हामी ठ्याक्कै भन्नु पर्दा मैले चाहिँ चिन्नु त भयो नि हामी चाहिँ पहिले हामीले स्कुल पढ्दा दो 9मा पढ्दा दो यहाँ दो कम्पेन खान आउँथ्यौँ अनि हो त्यो ठाउँ सम्झिएर भिडियो बनाइराखेको छु अनि कम्पेन खान आउनेमा चाहिँ युनिका मिना पुष्पाहरू नि आउँथ्यो यो कम्पेनको बुटा अहिले चाहिँ फुलफुले चाहिँ हेर त केटियो कम्पेन खान आउने होइन हामी चाहिँ एक वर्ष चाहिँ कम्पेन खान आएको गाउँमा आगो लगाएर घरबाट फोन गरेर छिटो आइज अहिले आगो लाग्छ तरुलाई भेटौला गर्दै अताइदिएर हामी चाहिँ कालिँदै साको सेसा दुर्दै गरेको थियौँ अनि हामी लेसबारबाट चाहिँ यहाँ ठोटनेरी उपल्लाटी ल कम्पेन खान आउँथ्यौँ बेलाको रङ्गो रोही अहिले चाहिँ यसलाई चाहिँ
भुलेको नि खाजा बोकिरहेछ बाटो त मरत छ अरे मरत हिलेको ठुलो ढुङ्गा देख्न सक्नुहुन्छ ठुलो ढुङ्गा यहाँ पहिला हामी आउँदा एकदम खेल्ने ढुङ्गा हो यो खेल्ने खाजा खाने गएर यहाँ चाहिँ माइली छ हेर्नुस् म यहाँ जान्छु बालापनको सम्झना बालापनको सम्झना यहाँ बसेर फोटो खिचेको यहाँ आएर रिनाले टिकटक बनाएको म जाँदै के अरे के जाति ठोड्नेरीको बाटो भन्दै बनाएको थिएँ ए आई गो टु ठोड्नेरीको बाटो त्यति बेला त्यस्तैको उस्तो नि यु पनि जान्छौ कि के जाति चाहिँ हेलो गाइस भन्ने मैले त खाएर सकेँ भर्खर नि त टिरो हाल्दा टिरो आखिरमा खाइसकेर मैले यहाँ यसो डेट हेरेको त डेट सेट उडिसकेको आज किन रहने भन्ने खाँदैन किन कति पनि स्वादको छैन पहिला दादा सुन्तला बिगाउनु लाग्यो आज हो नि सुन्तला पहिला आफूलाई सुन्तला रे यसले त आधी त राखेर मैले त सबै चुसिएर फालिसकेको रिसुचिरो तर फालिदिएको उहाँ त डेट गइसकेको सुन्तलाको रस आउनु भने यसलाई त धन्य मै खसिते लास्टमा भगवान् खाँदा आएर खाइसकेर उस गर्ने बेला त बा डेट सेट उडिसकेको केही न्यून भन्छन् होला तर त्यसको रस उडिसकेको खाना नमिठो जथाभावी फोहोर फाल्नु नन्ते मलाई रिस उठेर फालिदिएको सरी मबाट गल्ती भयो माफ गरिदिनुहोस् अब चाहिँ हामी लाग्छौँ यहाँ धेरै बसिन् डेटो सुन्तला खाएर गाइस हामी चाहिँ अब ठोड्नेरीको गाउँतिर छौँ अघि होइ उतै होला के हामीले चाहिँ बाटो बिराएको अरे आज यहाँ चाहिँ बाटो अल्लमल्ल पर्ने अलि उता त ठिकै थिएँ म त फेरि यहाँ चाहिँ बाटो हजुरकै इच्छा अब यहाँ चाहिँ बाटो अब के हो यो उपलाटी यस्तो ओकाको दिन चाहिँ देखिन् त फेरि के हो र यहाँ चाहिँ बाटो बाटो चाहिँ यहाँको बाटो नि सबै ढाकिएछ भाइ जङ्गलले अनि गाउँमा नि कोही नि छैनन् होला जस्तो लाग्ने कति धेरै पछि आइयो के भन्नु पर्दा कहाँ हो ए के अरे पेउलीको फुल कति मजाको छ उतै भरिया म चाहिँ गोरा उसले चाहिँ बाटो देखाउँदैछ भारी बोकेको नेपाली गोरे नि कालो गोरे नि
गुफाबाट भएर निस्केछ गुफाबाट भएर निस्केछ अयो तल अयो डर लाग्ने काँटा खिचेको छ ओइ ओइ मास आबे 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 अहिलेको बाटो पनि छ कि के हो कुनी त Obvious. What? 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 ये क्या है? कोनको चाकु ये छ छिप बाटोमा छिप डोको पनि लाली दिएको छ छिप चाको ठोनेर न मान्छे त घिल्ला नि पर्ने छि त बसिस् कि बसिनस् छि डोकमा ला म त उसाटिरहेको छु यहाँ छि मोरेको जिन्दगीमा यसरी बाटोमा हगिदिने काम चाहिँ कसैले पनि नगरिदिनु होला गाइस म त यतिकै यस्तो शीतको बाटो छ नि चिप्लो बाटो छ अनि यो शीतको बाटोमा लड्की र जुत्ता लड्की र लोटो होला भन्ने सोचेको थिएँ क्या अलि माथि त्यहाँ नि जुत्ता लड्केछ हल्का अनि यो चप्पलले मलाई कति बेला लड्काउँछ भन्दै आएको थियो अनि चप्पल भन्छ जुत्ता लगाएकोलाई भन्दै आएको थियो अनि त यहाँ न घु बाटोमा यत्रो सिट त्यही टेकेर लड्किएर अरू जे होस् म त बचे त्यही हो म त झन् हाँसु यहाँ चाहिँ कस्तो डोकमा लाग्यो क्या हेलो अहिले चाहिँ हामी माथि छोड्नेरी माथि चौतारामा आइपुग्यौँ यहाँ रुक्मिसुकी छ अहिले हाम्रो हालत यस्तो छ छ्या 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 घुको टेकेबाट मेरो हालत यस्तो यसको हालत यस्तो छ मेरो हालत एउटा हातले डोसोमातिर जानै छ घिल्ला नै बाटोमा हदिएर ओको गलाउने यति लाग्छ छेउमा त हर्ने मान्छे आयो नि ती भुत लगाइदिनु त्यहाँनिर छ्या फाइनली अब पुग्नु त लायौँ तर अहिलेको घटना साह्रै झल्झलै छ्या ओ पक 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 बाटो बिराइस उता भैँसी ल अब चाहिँ हाम्रो बजेको घर
यहाँ तलटी हो हेलो हेर कति हेलो दर्शन सेवा र है सेवा र सोल्छु खुसी भइदिएको के बजाइ त नमस्ते अन्न बजाइ भिडियोमा ला फाइनल्ली घर आइपुग्यो बजाइ चाहिँ यहाँ खाजा खाँदै यो यस्तो छ यहाँबाट चाहिँ कस्तो आनन्दको भ्यू देखिन्छ उफ यहाँ चाहिँ माइलीले टक्क लाएर यहाँ डोको धुँदैछ त्यहाँ चाहिँ बोजै बस्नुभएछ नधोएर निक्लिहाल्ने धुनै पर्यो कौनो र कगु नानीको घुदन चनेको कौनो मरेको घुदन पर्ने मेरो मुखमा गलै माथि निकाल्छ ल अहिले चाहिँ हामी सुन्तला टिप्नु जाँदैछौँ सुन्तला टिप्ने कुलो देखाइदियो त कुल्यो नि खतरा छ बजै हामी चाहिँ त्यहाँ सुन्तला टिप्नु जाँदैछौँ यो बजैले बारेको काम त होला किन बारेको बजै पाठा आउँछ नि आफै ए यहाँ बाख्रा छ माइजूले पाल्नुभएको बाख्रा सिस्नुको कमी छैन ठोड्ने जतासुकै सिस्नु ओ माई गड यो चाहिँ मामाको र बाजेको मन्दिर अनि हामी सुन्तला टिप्ने बुट्टा चाहिँ यो हो अब चाहिँ हामी सुन्तला टिप्छु बाई बाई हेर्दै गर्नुहोला अहिले चाहिँ हामीले सुन्तला टिपिसकेको अवस्था अकेको होइन झर्नु नसकेको चाहिँ मेरो कपाल अनि बुटे सबै सकाइएको छ माइलीले अनि काँधो त बादल झुन्ड्यो हेर्नु सक्नुहुनेछ गाइस माइलीको अवस्था जुम्बी कञ्चना जम्बी लौन म चाहिँ यो क्यामेरा भलकको धनीलाई सुम्पिदिन चाहन्छु यत्रो पनि त देखाइन लो डोगो सोकर यो हामीले टिपेको सुन्तला यहाँ एक बोरा भइसक्यो बुटैभरि कराई कोपो यार ल यो सुन्तला हेर्नुहोस् संसारकै सबैभन्दा ठुलो सुन्तला यही हो कति यो ओ माई गड हामीले चाहिँ फाइनली टिपिसक्यौँ अब घता होला बजाइले बिर्को नहलिकन अब हामीलाई खानु दिनुभयो त्यही भएर उहाँको सुरक्षाको लागि फेरि यस्तै सुन्तला फलाउनुहुन्छ उहाँले आयो हेलो अहिले चाहिँ हामी सुन्तला टिपेर यहाँ ढुङ्गा बस्दैछौँ अनि हाम्रो यहाँ सुन्तला छ अब सुन्तला टिपिसकेपछि खानै पर्यो यस्तो छ हालत गाइस अहिले चाहिँ हामी ग्राउन्डतिर लम्किँदैछौँ यसो ग्राउन्ड देखाइदिने यसलाई धेरै मान्छे आएको ओ माई गड टु माथिको सुन्तला बेलुका चोर्न आउनुपर्छ एकदिन
तिम्रो हिरो खै मेरो हिरो माथि छ त्यो याददास्त नदिलाई यार त्यहाँ चाहिँ कुशल तर नमिन हिँड्दैछ तिनीहरूले फाइनल्ली ग्राउन्डमा आइपुग्यो खै के हो जातिन्ने यो ग्राउन्ड यहाँ छ भवन अहिले चाहिँ हामी बल खेलिरहने आएर नि यहाँ खाना बनाउँदैछौँ अनि आज चाहिँ हामी धेरै घटनाहरूबाट जोगिँदै कोहीमा घटिसकेर छ्याटो टुक्राइ नगरौँ यार अब त सबै भिडियोमा हेरिसक्नु भएको होला अब चाहिँ हामी बिस्तारै बिस्तारै भिडियोको अन्तिम चरणमा आइपुगेको छौँ अनि एउटा सुझाव चाहिँ बाटोमा नहग्नु जथाभावी दिशा पिसा गर्न मनाइ छन् आजको भिडियो चाहिँ यति नै हो अब भिडियो हेरेर सबैजनाले साथ सपोर्ट गरिदिनु होला मनोरञ्जन गरिदिनु होला मनोरञ्जन लिनु होला अनि मनोरञ्जन नि धेरै मनोरञ्जन खालको भिडियो छ सबैजनाले मन पराएर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु भन्ने फेरि के बोलौँ भयो आजको भिडियो चाहिँ कस्तो भयो भन्दा बाटैभरि के भन्छ त्यो भिडियो धेरै पछि बनाउँदा त लास्टै जे हुने रहेछ नि बोल्नु नि नजान्दै जस्तो के बोल्नु लास्टमा त के हो त्यस्तै भएछ त्यस्तै पनि हेरिदिनु होला अनि माया गरिदिनुहोस् बाई बाई आजको लागि यति नै हस्त मेरो भिडियो हेर्दै गर्नु होला किन कुद्छन् बाई बाई